परिस्थितिमा जुन युवाहरूको भ्रष्टाचार विरोधी गतिविधि र देशमा सुशासनको व्यवस्था कामना गर्दै जुन किसिमले एउटा आन्दोलन भएको थियो मार्च 23 र 24 गते, त्यस आन्दोलनबाट हाम्रा देशका युवा युवतीहरू जुन किसिमले शहीद हुनुभयो, शहीदहरूको चिर शान्तिको कामना गर्दै समस्त देशवासी र नेपालीको तर्फबाट विश्व शान्ति आध्यात्म विज्ञान समाज नेपाल रूपन्देही र सरस्वती योग साधना केन्द्र मणिग्रामको तर्फबाट सम्पूर्ण आत्माहरूलाई, दिव्यगत आत्माहरूलाई चिन शान्ति र मोक्ष प्राप्तिको लागि कामना गर्दछौँ। ओम शान्ति शान्ति शान्ति। ओम शान्ति शान्ति शान्ति। ओम लोका समस्ता सुखिनो भवतु। सम्पूर्ण दिव्य आत्माहरूलाई चिर शान्तिको कामना गर्दै मित्र आत्माहरूलाई आफ्नो शहादत प्राप्त गरेर देशको लागि आहुति दिने ती वीर शहीदहरू योद्धाहरूप्रति नमन गर्दै आफ्नो यस हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार।